नमस्ते वेलकम ब्याक टु माई भ्लग है। सो अहिले भने चाहिँ म स्कुलतर्फ निक्लिसकेको छु है, जाँदैछु। अनि किन गएको आज भने सेकेन्ड स्याटरडे छुट्टी पनि हो नि त। अनि त्यही स्कुलमा क्लिनिनेस एन्ड ड्राइभ छ हाम्रो है। अनि त्यही भएर चाहिँ म जानुपर्ने हुन्छ होइन। अनि पानी पनि हल्का पर्दैछ है, हिजोसम्म चाहिँ एकदम घाम लागिराखेको थियो है। फिलहाल चाहिँ भ्लग गर्नु पनि धेरै प्रब्लम भइराखेको छ मेरो चाहिँ होइन। अनि आफै पनि बिमारी बेसी भएको कारणले गर्दाखेरि है, त्यही भएर अब स्याटरडे सन्डेमा हाम्रो चाहिँ यस्तै हुन्छ बिजी होइन। सो अहिले भने चाहिँ म अलमोस्ट तयारी पनि भइसकेको छु, निक्लिनै लागेको है। अनि गुरुआमा पनि जानुहुन्छ नि त आज। अनि प्यारेन्ट्स विथ टिचरहरू सबै मिलेर चाहिँ क्लिनिनेसन ड्राइभ छ आज हाम्रो स्कुलको। सो हेर्दै गर्नुहोस् होला है, स्कुल पुगेर देखाउने छु के कस्तो छ, आजको वेदरको पनि अपडेट दिनेछु। सो हेर्दै गर्नुहोस् होला, टिल द्याट स्टे ट्युन। चाहिँ गाडीमा यस्तो भइराखेको छ पानी हो। अनि हामी चाहिँ यहाँ निक्लिसकेको छौँ स्कुलको लागिलाई फिलहाल हो। घाम हिजोसम्म मजाले लागिराखेको थियो, छैन आज चाहिँ। पहिरो चाहिँ यहाँ चाहिँ माथि चाहिँ ढुङ्गा यसरी अड्केर बसेको मात्रै छ है। झऱ्यो भने चाहिँ फेरि तल्लो गाउँ बर्बाद हुन्छ। अहिले भने चाहिँ हामी स्कुल पनि आइपुगिसकेको छौँ। आधा आधा काम चाहिँ भइराखेको रहेछ है फिलहाल चाहिँ। हुनुहुन्छ हो, घाँस काट्नु नजान्ने मान्छे यता हुनुहुन्छ सबैजना। हामी पनि यहाँ चाहिँ घाँस काट्दैछौँ अहिले फिलहाल। आधी घाँस पनि काटिसक्यौँ है, चिया पनि आइपुगेछ है। हामी चाहिँ चिया पिउँदै बसिराखेको छौँ सबैजना यहाँ चाहिँ होइन। त सफा छ त मेरो हात चाहिँ हो। अन्त मेरो हतियार चाहिँ मेरो चालिनी म त शीतल मिसको त झन् सफा सफा। मैले घाँस काटेँ त, मैले घाँस काटेँ देख भर्खर धोएँ भर्खर मैले चाहिँ। फिलहाल चाहिँ चिया पिइसकेर चाहिँ हामी आफ्नो कामपट्टि लागिसकेको छौँ है। पल्लोपट्टि सफा गर्नुपर्ने हुन्थ्यो नि त, त्यही भएर चाहिँ यहाँ चाहिँ हामीले जुन्ता मिसलाई जिस्काउँदै पनि थियौँ है। अनि त्यही भएर चाहिँ सबैजना हाँस्दै जिस्किँदै काम गरेको जस्तो फिल पनि नहुने है। आजको दिन चाहिँ यसरी नै बितिराखेको छ हाम्रो सबैजनाको चाहिँ। ल ल ल ल ल आयो 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 पछाडि पछाडि बस्दै उड्छ है, उडेर जान्छ है। आयो 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 पछाडि सरम लाग्यो। एकदम दामी भइराखेको छ फिलहाल घाम लागेर। साफ सफा चाहिँ एकदम चकाचक। पानी छैन मिस, यस्तो दामी भएछ सनिक्कै। लगभग हाम्रो सबैको काम पनि सकेको छ है, बारबेरको काम चलिराखेको छ। अब यति गरिसकेपछि चाहिँ हामी एकदम चिया पिउनुको लागि सबैजना बसिरहेको छौँ, चिया पिउँदै पनि छौँ है। अनि खाजाको बदली बिस्किट सबैजना खाँदै गफ पनि गर्दै है। अब चाहिँ भने हामी काम सकेर घरतर्फ निक्लिसकेको छौँ। फिलहाल गाडी पनि आइपुगिसकेको छ, पानी पर्नै लागिराखेको छ है। फिलहाल चाहिँ फाइनली हाम्रो काम पनि सकेर हामी चाहिँ स्कुलबाट निक्लिँदैछौँ। मेरो हँसिया बोकेर गाडी पनि आइसकेको छ है। अब चाहिँ भने होइन अरूलाई पर्खिँदैछु म चाहिँ। आमाम गरम चाहिँ यस्तो डर त भयो भने चाहिँ नि चर्चाउनु हुँदैछ यहाँ है। आज फर्सीको मुन्टा फर्सी भइरहेछ नि त। अनि चाहिँ यहाँ रमला मिस मैले चाहिँ फर्सीको मुन्टा लगेको यहाँबाट है। हाम्रोमा चाहिँ फर्सी छैन नि त, त्यही भएर
मर्छ होला हौ यो त। आजको दिन चाहिँ एकदम रमाइलो पनि भयो है, हाँसी मजाक गर्दै काम सकेको पनि याद पाएन है। फिलहाल चाहिँ हामी घरतर्फ निक्लि पनि सकेको छौँ है, हत्तु भएको जस्तै खालको फिल पनि भयो, घाम लागेर मजा पनि आयो है। सो गाइस फिलहाल चाहिँ घर आइपुगिसकेको छु म भने चाहिँ है। सो हत्तु भयो। सो आजको लागि भिडियो यति नै हुनेछ। सो हेर्दै गर्नुहोस् होला, भेट्नु अर्को ब्लगमा। सो टिल देन स्टे सेफ, बाई। यस्तो